नमस्कार। नेपालमा सबैलाई स्वास्थ्य सेवा पुर्याउने एउटा ठूलो वाचा छ, जसलाई हामी सार्वभौमिक स्वास्थ्य सुरक्षा वा यूएचसी भन्छौं। तर के नीतिमा लेखिएका सुन्दर कुराहरू र नागरिकले दिनदिनै भोग्ने यथार्थ एउटै छ त? आज हामी यही नीति र यथार्थ बीचको यात्रालाई तथ्याङ्कको ऐनामा अलि गहिरिएर हेर्ने कोसिस गर्नेछौं। सबैभन्दा पहिले यो सार्वभौमिक स्वास्थ्य सुरक्षा यूएचसी भनेको आखिर के हो त? सोच्नुहोस् त, एउटा यस्तो समाज जहाँ स्वास्थ्य सेवा पाउनु भाग्यको खेल होइन, बरु सबैको अधिकार हो। विश्व स्वास्थ्य संगठनले पनि यही भन्छ। यसको एकदमै सरल अर्थ के हो भने कसैले पनि पैसा छैन भन्दैमा उपचारबाट वञ्चित हुनु नपरोस्। मतलब उपचार गर्दा घर खेत नै बेच्नुपर्ने अवस्था आउनु भएन। र नेपालको सन्दर्भमा त यो कुरा अझै महत्त्वपूर्ण छ, किनभने यूएचसी यहाँ कुनै साधारण कार्यक्रम वा योजना मात्रै होइन, यो त हाम्रो संविधानले नै दिएको मौलिक हक हो। नेपालको संविधान 2072 को धारा 35ले एकदमै स्पष्ट शब्दमा भनेको छ, हरेक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निशुल्क पाउने अधिकार हुनेछ। यो एउटा निकै शक्तिशाली वाचा हो। ल, संविधानले त यो वाचा गर्यो, तर यसलाई व्यवहारमा उतार्न नेपालले कस्तो बाटो अपनाएको छ त? आउनुहोस्, यो दुई खम्बे संरचनाको खाकालाई हेरौं। यो अहिलेको संरचना यो एकाएक आएको होइन है, यसको पछाडि लामो इतिहास छ। सन् 1978 को अल्मा आटा घोषणापत्रबाट प्राथमिक स्वास्थ्य सेवाको सोच सुरु भयो। त्यसपछि 2048 सालको राष्ट्रिय स्वास्थ्य नीतिले गाउँ-गाउँसम्म स्वास्थ्यको सञ्जाल फैलाउने काम गर्यो। र एउटा महत्त्वपूर्ण मोड आयो सन् 2007 मा, जब अन्तरिम संविधानले पहिलो पटक स्वास्थ्यलाई मौलिक हककै रूपमा स्वीकार गर्यो। तर यो यात्राको वास्तविक गेम चेन्जर चाहिँ 2015 को संविधान र त्यसपछि बनेका कानूनहरू नै थिए। यिनैले यूएचसीलाई एउटा बलियो संस्थागत जग दिए, भनौँ न। हो, यही जगमा उभिएको छ नेपालको मिश्रित मोडल। यसका दुईवटा मुख्य खम्बा छन्। पहिलो खम्बा हो निशुल्क आधारभूत सेवा। जनस्वास्थ्य सेवा ऐन अनुसार सरकारी स्वास्थ्य संस्थामा तोकिएका आधारभूत सेवाहरू जस्तै 98 थरीका औषधिहरू सित्तैमा पाइन्छ। अनि दोस्रो खम्बा हो स्वास्थ्य बीमा कार्यक्रम। यसमा चाहिँ निश्चित रकम योगदान गरेपछि आधारभूत भन्दा माथिको उपचारका लागि 1 लाख रुपैयाँसम्मको कभरेज पाइन्छ। ल, नीति र संरचनाको कुरा त एकदमै राम्रो सुनिन्छ, तर कागजमा जे छ व्यवहारमा पनि त्यस्तै छ त? अब हामी यही नीति र यथार्थ बीचको खाडललाई तथ्याङ्कको चस्माले हेर्नेछौं। नीतिहरू त छन्, कानूनहरू पनि छन्, तर प्रश्न यो हो कि के तथ्याङ्कले साँच्चै नेपालमा यूएचसीको अवस्था उत्साहजनक छ भनेर देखाउँछ त? यूएचसी सफल भयो कि भएन भनेर नाप्ने एउटा सबैभन्दा महत्त्वपूर्ण तरिका भनेको नागरिकलाई कति आर्थिक भार परेको छ भनेर हेर्नु हो। र यहाँनिर तथ्याङ्कले एउटा अलि चिन्ताजनक कुरा देखाउँछ। नेपालको कुल स्वास्थ्य खर्चको सबैभन्दा ठूलो हिस्सा, सोच्नुस् त, करिब 55% अझै पनि नागरिकहरूले आफ्नै गोजीबाट तिरिरहेका छन्। 55%। यो आँकडा सानो होइन। यसले एउटा तितो यथार्थ बताउँछ। देशमा स्वास्थ्यमा हुने कुल खर्चको आधाभन्दा बढी बोझ आम मानिसले नै बोकिरहेका छन्। अब यो 55%लाई अन्तर्राष्ट्रिय मापदण्डसँग दाँजेर हेरौं। विश्व स्वास्थ्य संगठन भन्छ नागरिकलाई आर्थिक सङ्कटबाट जोगाउने हो भने यो खर्च 20% भन्दा कम हुनुपर्छ। हाम्रो अवस्था कस्तो छ? लक्ष्यभन्दा दोब्बरभन्दा पनि धेरै। यो खाडल निकै ठूलो छ। यो त भयो आर्थिक भारको कुरा। अब त्यो दोस्रो खम्बा अर्थात् स्वास्थ्य बीमाको अवस्था कस्तो छ त? तथ्याङ्क अनुसार नेपालको कुल जनसङ्ख्याको लगभग 25% मात्रै अहिलेसम्म बीमाको दायरामा आएका छन्। यो सङ्ख्या लक्ष्यभन्दा धेरै नै पछाडि हो। र समस्या यति मात्रै छैन, बीमा गर्नेहरूको सङ्ख्या त कम छँदैछ, त्यसमाथि अर्को ठूलो चिन्ताको विषय हो ड्रप आउट रेट। भनेको बीमा गरेका धेरै परिवारले अर्को वर्ष नवीकरणै गर्दैनन्। यसले त कार्यक्रमको दिगोपरामाथि नै गम्भीर प्रश्न उठाइदिन्छ, होइन र? त्यसो भए यस्तो किन भइरहेको छ? नीति एकातिर, यथार्थ अर्कैतिर। यो गहिरो खाडलको पछाडि के कारण छन् त? आउनुहोस्, अब कार्यान्वयनमा देखिएका मुख्य चुनौतीहरूलाई केलाएर हेरौं। मुख्यतः 3वटा ठूला चुनौतीहरू देखिन्छन्। पहिलो हो सेवाको गुणस्तर र जनताको विश्वास। दोस्रो, संघीयतामा 3 तहका सरकारहरूबीच समन्वयको समस्या।
र तेस्रो, यो पूरै प्रणालीलाई धान्ने दिगो आर्थिक स्रोतको अभाव। अब पहिलो चुनौतीको कुरा गरौँ, गुणस्तर र विश्वास। कल्पना गर्नुहोस्, बिमाको कार्ड बोकेर अस्पताल गयो, तर त्यहाँ न औषधि पाइन्छ, न डाक्टर भेटिन्छन्, उल्टै घण्टौं लामो लाइन बस्नुपर्छ। यस्तो भएपछि कसरी विश्वास बढ्छ? हो, यही अविश्वासले गर्दा नै धेरैले बिमा नवीकरण गर्न छाडेका छन्। यो सीधा सम्बन्ध छ। त्यसपछि आउँछ दोस्रो चुनौती, संघीयतामा समन्वयको अभाव। देशमा 3 तहका सरकार छन्, तर स्वास्थ्य सेवा कसले, कसरी, कहाँ दिने भन्ने बारे भूमिका अझै पनि प्रष्ट छैन। कसको जिम्मेवारी के हो भन्नेमै अलमल छ। यही अलमलले गर्दा डाक्टर, नर्सको व्यवस्थापनदेखि लिएर औषधि र उपकरणको सप्लाईसम्ममा समस्या देखिएको छ। र तेस्रो, अनि सायद सबैभन्दा जटिल चुनौती हो पैसाको दिगो व्यवस्थापन। एकातिर नसर्ने रोगहरू जस्तै मुटु, सुगर, क्यान्सरको भार बढिरहेको छ, अर्कोतिर उपचार महँगिँदै गएको छ। यस्तो अवस्थामा अहिलेको बिमा प्रिमियम र सरकारी अनुदानले मात्रै यो प्रणालीलाई लामो समयसम्म धान्न सक्छ त? यो एउटा करोडौँको प्रश्न हो। ल, चुनौतीहरू त यस्ता छन्। यी चुनौतीहरूको बीचमा अब अगाडिको बाटो के त? यो यात्रालाई नीतिबाट व्यवहारमा कसरी उतार्ने? समग्रमा हेर्दा नेपालले स्वास्थ्यलाई मौलिक हकको रूपमा स्थापित गरेर र आवश्यक संरचनाहरू बनाएर एउटा महत्त्वपूर्ण काम त गरिसकेको छ, बलियो जग बसेको छ। तर अबको सबैभन्दा कठिन र महत्त्वपूर्ण चरण भनेको यी नीतिहरूलाई कागजबाट निकालेर आम नागरिकको जीवनमा थक्ते बनाउनु हो। र अन्त्यमा यो विश्लेषणले हामीलाई एउटा निकै महत्त्वपूर्ण प्रश्नमा ल्याएर छोड्छ। नेपालले कागजमा रहेका आफ्ना शक्तिशाली UHC नीतिहरू र नागरिकले हरेक दिन भोगिरहेको वास्तविकता बीचको यो ठूलो खाडललाई कसरी र कहिले पुर्न सक्ला?